नमस्कार सबैमा। सुन्दर स्मरणीय स्थल हेर्ने होइन त च्याट्ट पारामा। आज म आएको एकदमै विशेष यात्रामा। सत्यवती गाउँपालिका वडा नम्बर 8 भाडसेको देउराली डाँडामा। हामी बिहान 7 बजे सबैजना जिपमा निस्केका थियौँ। 3 घन्टा जति लाग्ने रहेछ, तर ड्राइभर दाईको गीत सुन्दा त लाग्थ्यो 30 मिनेटको जस्तो। बाटो पनि खास किसिमको थियो, कहिले ठाडो आउँथ्यो भने कहिले भिरालो। जिप हिँड्थ्यो कि हामी उफ्रिन्थ्यौँ, फरक नै पत्तो नपाइने। तपाईहरूलाई पनि कहिलेकाहीँ यात्रा गर्दा यस्तै अनुभव हुँदो। सबै जिपमा नाचगान गर्ने, रमाइलो गर्ने गरिरहेका थियौँ अनि बाहिरको दृश्यलाई निहालिरहेका थियौँ। 3 घन्टा मजाले यात्रा गरिसकेपछि ट्याक्क पारामा देउराली पुग्यौँ। जुन देउराली डाँडा असाध्यै मन पर्यो सबैलाई। यहाँ आइपुग्दा त थकाइसकै सहित, किनकि यहाँको भ्यू एकदमै माइन्ड ब्लोइङ नै रहेछ। हिमाल देखिन्छ जहाँ, बादल नजिकै घुम्छ, मनले भन्छ यही टेन्ट हालेर बसिदेऊ कि जस्तो। हाहा, च्याट्ट पाराले हामी मन्दिर घुम्यौँ, पूजा आराधना गऱ्यौँ। मनमा खानाको कुरा खेलिरहेको थियो, तपाईँलाई लाग्दो कहिलेकाहीँ। हाहा, अब कुरा गरौँ स्वाद र खानाको। मलाई खाना भनेपछि त शिवजीको जस्तै त्रिनेत्र नै खुल्ने गर्दछ। आउनुहोस्, आज हामीले खास के ल्याएका थियौँ त खानामा? सेलरोटी, अचार अनि हाँसोको कम्बो ल्याएका थियौँ। सबैले रमाइलोपूर्वक खायौँ। कोही त सेलरोटीको फोटो खिच्दै टिकटक बनाइरहेका थियौँ। त्यसपछि हामी सबै नाच्यौँ, गायौँ, हावामा ताल पनि मिलायौँ ट्याक्क लगाएर। यहाँ खाने बेलामा हामीले सोधिरहेका थियौँ कि कस्तो लागिरहेको छ यहाँ अनुभवहरू सुन्न सक्नुहुनेछ। अनि भाडसे देउराली साँच्चै भन्नुपर्दा यो ट्रिप हाम्रा लागि स्मरणीय नै बन्यो। एकपटक तपाईँ पनि आउनुहोस्। यहाँको दृश्य सौन्दर्य देख्न सक्नुहुनेछ। यहाँ आउँदाखेरि फेरि आउँ जस्तो अनुभूति हुँदो रहेछ। जिपको झड्का, दृश्यको माया र हाँसोको धमाका सबै एउटैमा पाउनुहुनेछ है त। हाहा, हुन्छ त।